다다무들이야 지 다리리 아 사람기는 신신한 게 सर्वप्रथम अनि यसअघि 신신해 अ, 아 अनि यो सञ्जाल मार्फतबाट हेरेर सम्पूर्ण कल्याण मित्र गुरुवर्गहरू भिक्षु भिक्षुणीवर्ग अनि त्यस्तै गरी अनि सबै ठाउँबाट हेरेर सम्पूर्ण बौद्ध मन्दिरलाई स्वास्थ्यको कामना तथा अनि प्रसिद्धिले व्यक्त गर्न चाहन्छु आज प्रवचनको 13औं दिन रहेको छ यो मर्मो ग्रीष्मकालीनको अब मर्मको प्रवचन अब 13औं दिन रहेको छ अनि अब आउने पर्सि भोलि पर्सिको दिन चाहिँ अब अन्तिम हैन अन्तिम दिन रहेको जस्तो मलाई लाग्छ 세바 주시니 못해 가자 순수님 주시니 못해야 अनि यो पर्सि अब 14औं दिनमा चाहिँ यो टुङ्गिन्छ जस्तो मलाई लाग्छ अनि यो 7 तारिकको दिनमा चाहिँ यो सबै सम्पन्न हुन्छ यो ग्रीष्मकालीनको मर्मो प्रवचन अनि अस्ति मैले बताए चाहिँ अनि यो प्रवचन चाहिँ पर्सि टुङ्गे तापनि अब यो मुनिको जुन विधि छ नि यो चाहिँ अब अन्तिम दिनमै टुङ्गिन्छ हैन किन भन्दाखेरि यो मुनिको विधि सके मुनिको विधि चाहिँ मलाई त्यो अनि टुङ्गाउनु निकै नै टाइम लाग्दछ त्यसै कारणले गर्दाखेरि अनि यो अनि यो अनि तब चुङ्गी भनौँ न त्यो दिन चाहिँ अब जुन घेलुको एक किसिमको अब जुन अब सम्प्रदायको एउटा विधि रहेको छ हैन त्यही कारणले गर्दा त्यस्तै नै अब यो रङजुन दोर्जे तीनौं अवतारी कर्म पकाउने यो उहाँको त्यो एक किसिमको अब यो यसको बारेमा मैले बताउनु पनि त्यो पनि मैले बताउन सकेको छैन अनि अब आउने यो अब आउने पूर्णिमाको दिनमा चाहिँ हैन छोटकटी हिस्सामा म बताउनको लागि जमर्को राख्नेछु अनि त्यो दिन तपाईहरु सबै अब भेला गर्नु पर्दैन किनकि त्यो दिन चाहिँ म अब यो रेकर्ड गरेर त्यो बेला तपाईहरुले हेर्नु सक्ने म तयार गर्नेछु अनि जुन अब 11 तारिकको दिनमा चाहिँ अब यो कदम थुक्छो भनिन्छन् कदम अब यो गुरुहरुको कदम बाबा 4 वटा भगवानको एक गुरुहरुको अब त्यो दिन पूजा आज गरिनेछ अनि 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 यो मलाई क्याल्चर मुसेले भन्नुभएछ हैन यो वाङगिटिनले जुन अब सबै अब प्राणीहरु अब बस्न राख्ने अर्थात अब सबै अब अधिकारमा अब के हो त नि लीलालाई अब फैलाउनको लागि चाहिँ हैन अनि जमगुर मुसेद्वारा रचना गर्नुभएको पढ्नु भने अत्यन्त राम्रो हुन्छ भनेर क्याल्चर मुसे मलाई बताउनु भएको थियो त्यही कारण त्यसमा अत्यन्त अनि आशीर्वादले भरिपूर्ण भएको अनि भएको हुँदाखेरि अनि आजदेखि जुन यो जुन 31 अनि यो 30 मिनेटको विश्राममा चाहिँ अनि हामी त्यो राख्नेछौँ अनि जति पनि यो गुम्बा छ त्यहाँ चाहिँ अनि यो वङदु सोल्देप चाहिँ पढ्नु अत्यन्त राम्रो देखिन्छ र व्यक्तिगत रूपमा त्यो अत्यन्त धेरै तपाईले पढ्नु भयो भने तपाईको लागि अत्यन्त राम्रो हुने जस्तो म देख्दछु अनि केही समयपछि म त्यसको लुङ दिनेछु वङदु सोल्देप जुन अब अनि त्यो चाहिँ मैले अब यो रेकर्ड गरेर मैले तयार पारेको छु अनि यो 30 मिनेटको विश्राममा म अनि मैले रेकर्ड गरेको छु त्यो बेला तपाईहरु वचन गर्नु होला त्यो भन्दा अगाडि चाहिँ लुङ दिनेछु
यो चाहिँ एकछिनपछि म तपाईँहरूलाई दिनेछु है। आज म एकदम थाकित भएको छु है। मेरो अलिकता दिमाग अलिकता खलबलिरहेको छ धेरै कामले गर्दाखेरि अलिकता थाकित भएको छु म आज। 다 전에 시험이야. 다 드린데야. 가르쳐야잖아. आज म 시진 동라게 베긴 제생 나로네. अनि यो शास्त्रीका प्राज्ञा पारमितामा टीकाको भित्र बताएको अब बुद्धको पहिलो वचनको सङ्कल्पको विषयमा बताइने छु। त्यो भित्र पनि त्यो भन्दा पनि पहिले म आज उपालिको कथा बताउन गइरहेको छु। यसलाई न्यावाखोर भनिन्छ उपालिलाई। अनि यो त्योभन्दा पनि पहिला म आज उपालिको कथा बताउन चाहन्छु। 파바냐 거기 체안에다 리자켈야 उपाली श्योर बा जुन यसको टिबेटन भाषामा चाहिँ अब बहुत भाषामा यसलाई चाहिँ न्यावाखोर भनिन्छ, संस्कृत नेपालीमा यसलाई उपाली भनिन्छ। उहाँ चाहिँ अब एकदम जात मध्येमा शूद्र जाति भएको छ। उहाँको काम चाहिँ के हो त भन्दाखेरि होइन कपाल काट्ने जुन हजम रहेको छ उहाँको काम चाहिँ। यो जुन मूर्ति प्रतिमा तपाईँले देख्नुहुन्छ यो चाहिँ जापानमा रहेको छ। यो तपाईँहरूले मैले देखाउनको लागि मैले यहाँ राखेको छु, तपाईँले देख्नुभयो होला। अनि जुन यसको चाहिँ अब यो कथा चाहिँ कहाँदेखि सुरुवात हुन्छ भन्दाखेरि होइन जुन अब अनि चीन भाषामा अनुवाद गरिएको जुन अभिनिष्क्रमण सूत्रको अनि भित्र राखिएको छ, अभिनिष्क्रमण सूत्रभित्र राखिएको छ। यो विद्वान जसलाई चाहिँ अब 6औं शताब्दीमा अब चिनिया भाषामा अनुवाद गरेको हो थियो। यो अभिनिष्क्रमण सूत्रभित्र अब यो 55औं भागमा यो राखिएको छ उहाँको कथा। यो चाहिँ अब मूल सर्वस्तिवाद विनयको अब यो भित्र रहेको अब यो अध्यायमा एउटा विवरण छ। अनि तिनीहरूलाई अब म तपाईँहरूलाई यसको संक्षिप्तमा बताउने छु। उनी चाहिँ अब के हो त भिक्षु बन्नुभन्दा अगाडि उहाँ चाहिँ एउटा हजाम थिए कपाल काट्ने। अनि उनी कपाल गर्दै बेला उनी धेरै विस्तृत रूपमा अब कपाल काट्दाखेरि आफ्नो दिमाग उहाँको अब चित्त चाहिँ अब ध्यानमा केन्द्रित गर्ने एउटा व्यक्ति हुनुहुन्थ्यो उहाँ उपाली चाहिँ। अनि उहाँ चाहिँ उपाली चाहिँ उहाँ शाक्य वंश कुलका सबै राजकुमारहरूको लागि अब जुन अब कपाल बालक खोरिदिने हजाम थिए उहाँ। अनि उनले विगतमा अब बुद्धको कपाल दाढी खोरिने पनि गरेको थिए उहाँले। उहाँ चाहिँ शूद्र जाति रहेको छ उहाँ। जब बुद्ध अब ज्ञान प्राप्त गर्नु भएर केही वर्षपछि उहाँ आफ्नो जन्म अब मातृभूमि अब जन्मभूमि अब कपिलवस्तुमा फर्कनु भयो लुम्बिनीमा। कपिलवस्तुमा फर्कनु उपालिले अनि उहाँले अब बुद्ध अब भनौँ न आमाले उहाँलाई अब हात समातेर बुद्धको दर्शन गर्न ल्याउनु भएछ। त्यो बेला अब जुन अब सिद्धार्थ गौतम चाहिँ बुद्ध भएर अब कपिलवस्तुमा आउनुभयो होइन। त्यति बेला उपालिले फेरि बुद्धको शिर खौराउनु भएछ। उपालि अब जस्तो अब कसैको लागि यो सजिलो थिएन, उपालिको लागि धेरै गाह्रो थियो। किनकि उहाँ बुद्ध हुनुहुन्थ्यो, एक महान बुद्धले जागृत भएको ज्ञानले भरिपूर्ण भएको बुद्ध हुनुहुन्थ्यो बुद्ध। अनि अनुभूति व्यक्ति भएको हुनुहुन्थ्यो गौतम बुद्ध। त्यसैले अनि आदर गर्थे र उहाँ 4 जातिहरूमध्ये सबैभन्दा तल्लो जाति हुनुहुन्थ्यो जुन उपालि चाहिँ। अनि यो शूद्र जातिबाट हुनुहुन्थ्यो। त्यसैले उहाँसँग पर्याप्त मात्रामा डर थियो हैन। अनि यति बेला उनकी आमाले बुद्धलाई सोध्नु भयो कि अनि उपालिको शिव कस्तो छ भन्दा अनि जुन अब उपालिको आमाले सोधेछन् कस्तो छ उपालिको शिव भनेर। अनि बुद्धले जब उत्तर दिनुभएछ कि उहाँको प्रविधि धेरै राम्रो छ, तर उहाँको शरीर चाहिँ धेरै अब होचिएको छ भने यसरी बताउनु भयो। अनि उपालिकी आमाले फेरि भन्नेछन्, अनि उपालि आमाले भन्नेछन् कि
수부의 상도와 얘기치 얘기 अनि धेरै अब शरीर होसिएको छ भन्नुभएको छ फेरि अनि उपलिगे आमाले भन्नुभएको छ कि अनि बुद्धको कपालका त धेरै झुकेर बुद्धलाई विचलित नगर तुरन्तै उपालि अनि भनेपछि अनि उपलिले अनि आफ्नो ध्यानमा प्रवेश गरेर अनि उहाँ चाहिँ अब प्रवेशमा गर्न सक्षम भएछ पहिलो अवस्थामा ती ज्ञान प्राप्त भएछ फेरि केही बेरपछि आमाले भन्नुभएछ कि बुद्धलाई अहिले कसो छ समेक्षम बुद्ध भनेर उपालिको आमाले भनेछ अनि बुद्धले जवाब दिनुभएछ अहिले उसले आफ्नो ढाड अलिकता तल ढल्काइरहेको छ भनेछ फेरि उपालिको अनि आमाले भनेछ अनि भने अनि त्यसपछि अनि उपालिको आमाले त्यो उपालिले भनेछ तिम्रो शरीर यसरी सिधा बाङ्गो नराख सिधा राख अनि भनेपछि अनि बुद्धको मनलाई विचलित नगर्नुहोस् भनेर यसरी अनि उपालिको त्यही बेलामा उपालिले दोस्रो समाधि ध्यान प्राप्त गरेछ फेरि आमाले सोधिन् अब कस्तो छ भनेर सोधिस गरी बुद्धले फेरि भन्नुभएछ उनी धेरै अब जुन अब सास एकदम ज्यादा लिइरहेको छन् बुद्धले भन्नुभएछ फेरि उपालिको आमाले भनेछ आफ्नो छोरालाई पहिले जस्तै सल्लाह दिनुभएछ राम्रोसँग फेर होइन अनि भनिसकेपछि फेरि अनि यसरी बताउने क्रममा फेरि उपालिले अनि आफ्नो ध्यान चाहिँ फेरि एकाग्र भएर कपाल कड्ने बेला अनि त्यो बेला तेस्रो समाधि प्राप्त गर्नुभएछ फेरि आमाले पहिले जस्तै सोध्नुभएछ प्रश्न गर्नुभएछ अनि बुद्धले फेरि जवाब दिनुभएछ यहाँ धेरै बलपूर्वक उहाँले सास फेर्दै हुनुहुन्छ हो उपालिको आमाले उनलाई पहिले जस्तै सल्लाह दिनु भएर उनले यसरी गर्दा अनि फेरि चौथो समाधि ध्यान प्राप्त गर्नुभएको ध्यानको पहिलो दोस्रो चौथोसम्म हुन्छ यसले सम्झे धमङ्गी सुपा भनिन्छ त्यस बेला बुद्धले नजिक रहेका भिक्षुहरूले भनेछ हैन त्यो उपालिको हातबाट छुरा खोज्छ उसलाई राम्रोसँग सम्बोधन गर्नुहोस् ताकि ऊ भुइँमा अब नलडोस् यी युवाले चौथो ध्यान प्राप्त गरिसकेको छ अर्थात् पहिलो दोस्रो तेस्रो समाधि प्राप्त गरिसकेका छन् उपालिकी आमाले तुरन्तै यिनको हातबाट छुरा पनि खोसिन् अनि यसरी अनि उहाँ खोज्ने बित्तिकै उहाँलाई के हो त किसिमको 4 प्रकारको समाधि ध्यान प्राप्त गर्नु त्यही बेला अनि बुद्धले भन्नुभएको छ होइन जुन अब भिक्षुलाई पनि भन्नुभएको छ भिक्षुको सङ्घलाई अनि आमालाई नै भनेछ होइन बुद्धको उपालिको आमाले यी भिक्षुहरू त्यो उपालिको मलाई बाल खौरिने त्यो धुरी हातबाट निकाला खुसिहाल है किनकि उसलाई अब ज्ञान प्राप्त भइसक्यो 4 समाधि ज्ञान एकाग्र प्राप्त भइसक्यो त्यहाँदेखि पराङ्गत हुनु भइसक्यो त्यही कारणले अनि ऊ फेरि तल भुइँमा लड्ने सम्भावना हुन्छ उसलाई ज्ञान प्राप्त भइसक्यो बुद्धले यसरी बताउनु भइसकेपछि अनि त्यही कारणले गर्दाखेरि अनि भनौँ न एउटा सास तान्ने एउटा तरिका अनि जुन जिउ सिधा राख्ने जुन त्यसलाई अब एक किसिमको एउटा ढाड त्यसमा उसले समर्थन त्यसमा अब परिमार्जन गर्दै उसले 4 प्रकार समाधि ज्ञान प्राप्त गर्नुभयो उहाँले जब बुद्धले कपिल वस्तुमा जनतालाई अब आफ्नो प्रवचनहरू धर्मचक्र दिइरहनु भएको थियो साकेकुलका धेरै अब मालिक र त्यसैगरी अब धनी व्यक्तिहरू अनि धनट्य व्यक्तिहरू राजकुमारहरूले यो अतुलनीय देख्नुभयो र हर्षित आनन्द महसुस गरेर अनि उहाँ सबै अब उहाँ चाहिँ प्रविजत भिक्षु बन्न चाहन्थे सबै बुद्धको प्रवचनले गर्दाखेरि अनि मूल सर्वस्तिवाद अनुसार दिने अनुसार त्यस बेला राजा सुदोधनले अनि अनि अब मूल सर्वस्तिवाद विनयका अनुसार के बोलेको छ भन्दाखेरि भन्न बताएको छ भन्दाखेरि त्यस बेला राजा सुदोधनले अब जुन हजाम उपालिलाई बोलाएर भने तिमी अब जुन बर भएको एउटा बगैँचामा गएर साक्य राजा अब भद्राको अब सांगदेन भनिन्छ यसलाई भद्राको कपाल खैराउ जब राजा सुदोधनले बुद्धको उपस्थितिमा देख्यो सत्य देखेर सुदोधनलाई राज्य दिनुभयो सत्य देखेर द्रोणोदनलाई दिनुभयो अमृतोदनलाई पनि दिनुभयो जसले पनि सत्य देखेर राजा कसलाई दिनुपर्छ भन्ने कुरोमा छलफल भएर सबै सहमत भए अनि शुक्लोधनको छोरा भद्रकलाई अनि त्यसैले अनि भद्रक शाक्यहरूका राजा भए अनि
अनि बाँकी 500 सकिया र राजा भद्रका अरूले हात धोएर अनि उहाँले पंक्तिमा कुर्नु भएर अनि उपलीले अब राजा भद्रका कपाल खौराए हैन यसरी त्यति बेला उपाली अब सक्दैन भनेपछि त्यो बेला अब के हो त शुद्धोदन्ते अब शाक्यको अब राजा हुनुभयो उहाँ चाहिँ अब शाक्य वंशको राजा हुनुभयो त्यही कारणले गर्दाखेरि त्यो बेला चाहिँ अब 500 जना भनौँ न पुरा आउँछ त्यहाँ फेरि अनि जुन त्यो बेला चाहिँ अब विभिन्न अब भनौँ न अनि राजाहरूलाई अनि 500 जना सबै अब 500 जना शाक्य वंशीहरू चाहिँ अब के भयो त अब सबै अब यो कपाल काटेर बाल खरेर सबै अब भिक्षु बन्नुभयो तयार भएछ उहाँहरू हैन त्यो बेला अब राजाको रूपमा चाहिँ अब यो शुद्धोधनलाई अब राजा सिंहासन अब दिनुभएछ जुन 4 जना दाजुभाइ मध्येमा अनि त्यसपछि अनि उपालीले राजा भद्रको अर्थात् सांदेन हैन त्यो बेला उहाँको अब कपाल खौराएछ त्यति बेला उपाले धेरै दुखी मन भएर रुन थालेछ उहाँको रुन थालेर एक किसिमको आँसु झार्नु भएछ अनि थालेर अनि उहाँ चाहिँ अब रुन थाल्यो भद्रकाले यो देखेर अनि सोधेछ तिमी किन रोएको उपाली भनेर सोध्नु भएछ उपाले तुरुन्तै राजा सामु घुँडा टेकेर भन्नुभएछ कि हे महाराज विगतमा मैले तपाईँ जस्ता अग्रज पुरुषहरूको सेवा गर्न मौका पाएको थिएँ अब तपाईँ जस्तो महान असल राजा अब भिक्षु हुँदैछ र बस त्यही कारणले अनि सबै अब राम्रो राजा असल शुद्ध राजाहरू अब सबै भिक्षु हुँदैछ त्यही कारणले म शरण र रक्षक बिना नै छुटेको छु म कुनै पनि अनि बुद्धको अब शरणमा जानु सक्दैन म किसिमको म तल्लो जातिको त्यही कारणले नराम्रो राजाको सामना मैले गर्नु भन्दा त बरु म मर्नु राम्रो हुनेछ किनकि राम्रो राजा तर भिक्षु हुनुभयो त्यही बेला म मर्नु नै बेस अरूको कपाल खौरिने हुँदै भन्नुभएछ भद्रकले भन्नुभएछ तिमी यस्तो शुद्ध विचार छ तिमीमा भन्ने मैले पहिला बुझेको थिएन हे उपाली तिमी चिन्ता नगर म पक्का नै गर्नेछु कि तपाईँलाई खराब राजा कहिले नभेटोस् अनि जुन तपाईँले कपाल काट्ने राजा सबै असल भेटोस् म त्यो मेरो जिम्मेवारी छ भनेर अनि यसरी जवाब दिइसकेपछि अनि उपालीले राजाको टाउकोमा अनि उपालीले राजाको टाउको खैरन जारी राखे जब उनले समाप्त गरे राजाले एक छेउमा सेतो कपडा फैलाउनु भयो त्यो बेला होइन सेतो कपडा त्यो बेला अनि उनी भुइँमा अब यसरी अब फैलाएर उनले 500 शाक्यहरूलाई भनेछ कृपया राम्ररी सुन्नुहोस् यसअघि उपालीले हाम्रो सेवा धेरै लामो समयसम्म दीर्घकालीन उहाँले गरिसक्नु भएको छ त्यही कारणले गर्दाखेरि उहाँसँग कुनै सम्पत्ति वा धेरै सम्पत्ति उहाँसँग छैन त्यही कारणले यस सेतो कपडामा शाक्य वंशका हाम्रा माथिल्लो लुगा घर गहना आवश्यकता वस्तुहरू अनि राखौँ र हामी निस्किसकेपछि घर धनीको लुगा घर गर्न कुनै उपयोग हुँदैन किनकि हामी भिक्षु भइसकेपछि हामी एउटा सन्त बन्छौँ त्यो बेला हामीलाई बहुमूल्य घर गर्न हामीलाई केही पनि काम छैन हामीले उपयोग छैन त्यही कारण सबै उपालीले दिउँ भने यसरी अनि राजा भद्रकाले भन्नुहुन्छ त्यही कारणले अनि राजाले यसो अनि भन्नुभएछ होइन त्यही कारणले अनि राजा भद्रकले यसरी भन्नुभएछ अनि त्यो राजाले आज्ञा दिनु बित्तिकै अनि राजाले यसो भन्न साथ अनि शाक्य 500 जना शाक्य वंशी शाक्यहरूले आफ्नो सबै वस्त्र गहना सेतो कपडामा लगा अनि पोको पारेर अनि उपालीलाई दिनुभएछ उपालीलाई दियो त्यसपछि उपालीले अनि प्रत्येकको टाउको अब खैराउनु भएर अनि भन्न उहाँले अब खुसी भएर होइन उहाँले अब एक किसिम के हो त विभिन्न अब धुने त भन्नै पर्दैन होइन त्यही कारण लागि भने जस्तै उपाली एकदम गरिब मानिस थिए र जीवनमा धेरै धन सम्पत्ति होला भनेर सपना पनि उसले सोचेको थियो त्यति धेरै उहाँले धन सम्पत्ति प्राप्त गरे जुन भद्रका राजाले दिनुभएको थियो उहाँको विभिन्न शाक्य 500 जना शाक्य व्यक्तिहरूले एक साधारण मानिस पनि हर्षित हुने सबै सम्पत्ति लिएर अब साधारण मानिस हो भने ऊ एकदम खुसी भएर त्यो सबै सम्पत्तिलाई घर फर्कन्थ्यो नि होइन तर पनि ऊ अब तर त्यतिखेर उपालीले मनमनै सोचे होइन अरू मान्छे भन्दा अलिकता विशेष त अलिकता
सोच अलिकता उहाँको गम्भीरता भएको थियो होइन त्यतिखेर उपालिले मन मनै सोच्नु भएछ 500 जना सख्यहरू सबै प्रभु हुन् अब उनीहरूले आफ्नो सबै शक्ति बल पत्नी रत्न वस्त्र त्यागेका छन् होइन किनकि वो सबै अब अनि उनीहरूले सबै अब के भन्छ राजद्रव्य त्याग गर्नुभयो उहाँको रानी अब पत्नी त्याग गर्नुभयो विभिन्न घर गहना त्याग्नुभयो यी सबै गहनाहरूमा संलग्न हुनु मेरो लागि उचित हुने छैन किनकि महाराजाहरूले यसरी गर्नुभयो त्यही कारणले मैले यसरी यो धन सम्पत्तिमा नि संलग्न भएर चाहिँ आकर्षण गरेर लोभ लालचमा फस्नु उचित छैन हुँदैन भनेर अनि हातमा टाउको राखेर सबै बसिरहने यति अनि एकदम अनि गालामा अब भनौँ न गालामा यसरी हात राखेर उहाँ नि यति तल्लो अनि भन्नुभएछ कि म तल्लो जातमा जन्मेको भए म पनि अरहत बन्न नजन्मेको भए म पनि अरहत बन्न सक्थेँ मैले तल्लो जातमा शूद्र जातमा जन्म भएको भएकाले मैले एक किसिमको अब अरहत बन्नु पाएन मैले बुद्धको शरणमा जानु पाएन भने यसरी अनि बेखुसी भएर अनि एक किसिमको दुखी भए अनि गालामा हात राखेर सम्झिँदै बसेछ किनकि अब शूद्र जातिहरूले ब्राह्मणको अब जुन कर्महरू गर्नु मिल्दैन कर्मकाण्डहरू होइन यसरी ऊ दुखी पीडा भएर एकदम बेखुसी भएर बसिरहेको बेला होइन जसरी बुद्धले हरेक रात अब 3 पटक र दिनमा 3 पटक भावुक प्राणीहरूको अवस्था हेर्नुहुन्छ अरहतहरू पनि त्यस्तै गरी गर्नुहुन्छन् होइन बुद्धले अब त्रिनै सबै कालमा हेर्नुहुन्छ प्राणीहरूको हितको लागि होइन त्यसरी अब होइन यो प्राणीहरूको सोच कस्तो छ उनीहरूले कसरी सत्य मार्गमा लानु पर्छ अरहतहरू दिन सोध्नुहुन्छ होइन त्यसरी नै अब बुद्ध बोधिसत्व अरहतहरू सबै प्राणी हितको लागि दिन रात उहाँहरू खटिरहनुहुन्छ होइन त्यही कारणले अब मैले व्यक्तिगत कुरा गर्ने भने होइन अनि अब एउटा कुनै मेरो मित्रता छ भने उसको होइन उसको सुख दुःख के छ होला भने अब एक किसिमले के हो त हामीले सम्झने मात्रै यादस गर्ने मात्रै हो कल्पना गर्ने मात्रै होइन तर साँच्चीको दुःख सुख कसो छ अनि हामीले त्यो थाहा हुँदैन किनकि हामीले प्रत्यक्ष रूपमा देख्नु सकेको छैन किनकि प्रत्यक्ष रूपमा देख्नु छैन ज्ञानहरू हामीले बोध गरेको छैन तर अरहत भनेको अरूको मनको कुरा छर्लङ्ग देख्नु सक्ने जुन प्रत्यक्ष के हो सबै तथ्यता देख्नु भएको हुँदाखेरि त्यतिखेर उपालिको मन यस्तो कठिनाइ छ भने मान स्यारे पुत्रलाई थाहा भइहाल्यो थाहा भएको थियो त्यसैले अनि उनीले कुनै उपालि बसेको ठाउँमा गएर भने हैन तिमी किन हातमा अब हात चाहिँ अब टाउकोमा राखेर हैन गालामा राखेर तिमी अब चिन्ता लिएर बसेको छौ हो भनेर सारीपुत्रले बताउनु हुँदाखेरि अनि उपालिले भन्नुभएछ आदरणीय महाशरीपुत्रज्यू भन्ने उपालिले जवाब दिनुभएछ म आज एकदम चिन्तामा डुबिरहेको छु म चिन्ता बाहेक अरू केही गर्न सक्दैन म केही पनि गर्न सक्दैन आज राजा भद्रक र उसको 500 शक्तिले आफ्नो शक्ति दरबार पत्नी अथवा सम्पत्ति सबै त्यागेका छन् म यहाँ यी चिजहरू संलग्न भई निम्न क्षेत्रमा जानको लागि कर्म जम्मै गर्दा तल्लो अब नरकमा जाने म अब कामहरू जानको लागि म कर्म जम्मा गर्दैछु यदि म यस्तो तल्लो जातमा नजन्मेको भए म पनि अब अरहतको लागि अरहतमा हुनको लागि म मार्गमा गर्थेँ होइन त्यही कारण लगनशील भएर म अरहत प्राप्त गर्न सक्थेँ तर के गर्ने होइन म यस्तो तल्लो जातिमा भएछ भने दुःख पुगेछ अनि सारीपुत्रले भन्नुभएछ कि बुद्ध धर्ममा हामी तल्लो जात गोत्र निम्न एक किसिमको अब शुद्ध जातभावमा हामी हेर्दैनौँ बुद्धको सदर्ममा कुनै शिक्षाको कुनै विचार गर्दैनौँ एक किसिमको तल्लो तलै नदिने मात्र तलै अनि उच्च तहको मात्र नै ज्ञान सिक्ने होइन यदि तिमीलाई अनि भिक्षु हुन मन छ परिवेश हुनु मन छ भने गएर पूर्ण आदेश अब उपसम्पदा लिन इच्छा छ भने मसँग बुद्ध दर्शन गर्न आउनुहोस् बुद्धले पक्कै पनि तिमीलाई अनि भिक्षु बनाउन आज्ञा दिनुहुनेछ उपाले खुसी हुँदै मक्ख हुँदै खुसी हुँदै गदगद हुँदै अनि सबै लुगा रत्न त्यही छाडेर सारीपुत्रसँग बुद्धको दर्शनमा गए अनि सारीपुत्रले अनि उपालिलाई बुद्धको दर्शनमा अनि लानुभयो होइन दर्शन गर्न ल्याएपछि सारीपुत्रले बुद्धको चरणमा अनि साष्टाङ्ग प्रणाम गरेर अनि अनुरोध गर्नुभएछ सोध्नुभएछ हे समेक्षम बुद्ध शास्त्र समेक्षम बुद्ध यस उपालि अगाडि अब आउनु भएको छ उहाँ चाहिँ अब भिक्षु बन्नु चाहन्छन् त्यसैले
कृपया र दया गर्नु उहाँलाई दयापूर्वक हजुरले दया निगाह गरेर उहाँलाई अनि भिक्षुमा नियुक्त गरिदिनुहोस् भनेर यसरी अनि सारीपुत्रले प्रणाम गर्नुभयो प्रार्थना अनुरोध गराउनु भएको छ। बुद्धले भन्नुभयो कि यता पवित्र आचरणको अभ्यास गर। तुरुन्तै उपरले यसरी बुद्धले अब तिमी भिक्षु बन्नु सक्छ भन्ने यसरी उहाँले बुद्धले तुरुन्तै बदल हुने बित्तिकै सुन्ने बित्तिकै उपाले खुसीले झन् त्यसमाथि गदगद हुनुभयो। तुरुन्तै उपरले अब अनि उपाले आफ्नो कपाल आफै अनि अब त्यो आफ्नै त्यो कपाल जुन अब हाम्रो जुगा दारीहरू होइन अनि स्वयं नै अब नकारिकन कपाल आफै हराएर हो विलीन भएर गयो। जुगा पनि विलीन भएर गयो र अनि एक किसिम के हो त अनि एक किसिम के हो त वस्त्र पनि आफै त्यो जुन गृहस्थीको लुगा त्यागेर एकैछिनमा त के हो त भिक्षुको वस्त्र परिणत भयो र उहाँ चाहिँ एकैछिनमा 7 दिनको नियुक्त भए भिक्षु जस्तै भयो। 7 दिनपछि होइन भिक्षु बन्ने नियुक्त भएर 7 दिन भएको जस्तै भिक्षु भयो जुन उपाले त्यो बेला होइन। साँच्ची नै यो किसिमको त भिक्षु एकदम ज्ञान भरिपूर्ण भएको देख्दाखेरि त्यस्तो वाला क्वालिटी हुनु गुणस्तर। अनि त्यसपछि अब के हो त यो साक्य राजा भद्र भन्दा पनि अब अगाडि नै यो उपाले चाहिँ भिक्षु हुनुभएको रहेछ नि। त्यसपछि साक्य राजा भद्र 5 साक्यहरू 4 जना अब भगवानको प्रस्ताव लिएर बुद्धको दर्शन गर्न आए होइन। उनीहरू प्रणाम गरे। त्यसपछि वरिष्ठ भिक्षुहरूले प्रणाम गर्दा अनि यो 4 प्रकारको प्रार्थनाद्वारा अब यसरी अब भिक्षुको अब शिला लिने हुन्छ होइन। अनि उपालिले पहिले लिइसकेको थियो र केही पछि साक्य राजा अनि भद्र गएर अब आउनु भएर अनि उहाँ भिक्षुहरू हुनुभयो र त्यसपछि वरिष्ठ भिक्षुहरूले प्रणाम गर्नुपर्ने हुन्छ। प्रणाम गर्दाखेरि अनि भद्रले उपालिले प्रणाम गर्दाखेरि धनस्थ चिन्नु भयो अनि जुरुक्क उठेर अनि गौतम साक्य समेत बुद्धलाई भन्नुभयो कि उपाली तिमी हो होइन, उहाँ त उपाली हो, उहाँ मेरो पहिला सेवक र एउटा दास हुनुहुन्छ ठीक है होइन। अनि अब प्रणाम गर्दाखेरि अब खुट्टामा ढोक्नु पर्ने हुन्छ होइन। अब किन वरिष्ठ भिक्षु भइसक्यो उपाली, किनभने राजा भन्दा अगाडि नियुक्त भइसक्यो, ढोक गर्नु अगाडि यसो खुट्टामा हेर्दा उहाँ त उपाली नै रहेछ। त्यही कारणले बुद्धले भन्नुहुन्छ कि के मैले उपालिले प्रणाम गर्नुपर्छ र उहाँ त मेरो दास थियो भनेर बुद्धले यसरी बताउँदाखेरि अनि म कसरी मैले उसले ढोक गर्नुपर्छ र ऊ त मेरो दास हो त गौतम बुद्धले यसरी अनि बताउनु भएको छ होइन। किनकि यो शूद्र जाति हो होइन, मेरो अब यो दास हो, मेरो नोकर हो, यो कसरी मैले उसलाई ढोक गर्नुपर्छ होइन, अनि मैले ढोक गर्नुपर्छ र भनेर बुद्धले सोध्नु भएको छ। त्यति बेला बुद्धले भन्नुभयो कि हे राजा भद्र, हामी आफ्नो घमण्डलाई एउटा अभिमानलाई हटाउनको लागि त्याग गर्नको लागि हामी ढोक गर्छौँ। त्यही कारणले उपाले तिमी भन्दा अगाडि उहाँ भिक्षुमा नियुक्त हुनुभयो, उहाँ वरिष्ठ छ। त्यही कारणले त्यसैले तिमीले उपालिलाई प्रणाम गर्नुपर्छ भन्ने यसरी बुद्धले आज्ञा दिनुहुने बित्तिकै नै तुरुन्तै नि राजा भद्रको नि घमण्ड चक्रचूर टुट्यो, घमण्ड न्यून भएर उसले उपालिलाई नि प्रणाम गरेर जमिन त्यो अनि प्रणाम गर्ने बेलामा 6 वटा अब तरिकाले संसार हालियो। त्यो बेला अब संसार हालिएको थियो जुन होइन त्यो बेला अब एक किसिम के हो त भन्दाखेरि होइन एक किसिम के हो त संसार हाल्यो भन्दाखेरि एउटा राजाले आफ्नो दास जुन नोकर शूद्र जातिलाई ढोक्दाखेरि त्यो कुरा धेरै फैलिएर गर्दाखेरि जताततै चर्चा हुँदाखेरि अनि यो 6 वटा तरिकाले जमिन हाल्यो भने पुग्यो होइन। सबै एकदम आश्चर्यजना भयो, कस्तो होला एउटा राजा भएर आफ्नो नोकर त्यो पनि शूद्र जातिले ढोक्दैछ भन्दा होइन। अनि त्यो बेला अब राजाले मात्रै नगर त्यो राजा भद्रक पाए उहाँसँग अर्को कतिजना साक्य हुनुहुन्थ्यो 479 जना हुनुहुन्थ्यो, उहाँले पनि ढोक्नु भयो होइन। त्यही कारणले अनि बुद्धले उनले भन्नुभयो कि तिमीले पनि आफ्नो घमण्ड तोडेर उपालिलाई प्रणाम गर्नुपर्छ भनेर यसरी अब यो ढोक्नु भयो। अनि त्यसपछि अब त्यसको ठाउँमा पछि को आयो भन्दाखेरि देवदत्त आउनुभयो।
अनि देवदत्तले भन्छ उपालिले प्रणाम नगरे अब उपालि भन्दा पछि अब देवदत्त भिक्षु हुनु भएछ नि यो अनि उपालिले अनि अब देवदत्तलाई ढोग्नु पर्यो देवदत्तलाई ढोग्नु मानेन अनि उपालिले अनि प्रणाम नगरे भने के फाइदा अनि हामी के हो ढोकेर के हुन्छ नढोकेर के हुन्छ भनेर प्रणाम गर म ढोकिन भनेर नै तिब्बती अनुवादमा यो लेखिएको छ यदि यसले अब उसले अब कसरी अब हैन म उहाँको खुट्टा छुदिनँ देवदत्तले बुद्धको विरुद्धमा अब उहाँ विद्रोह गरेको यो पहिलो पटक थियो हैन त्यस बेला भिक्षुले अब म त्यो उपालिले मरिकै ढोक्दिनँ किनकि अब उहाँ देवदत्त एउटा राजपुत्रको अब राजवंशीको छोरा हो हैन एउटा राजवंशीको राजकुमार उहाँ पनि हैन हैन बुद्धलाई उहाँ पहिल्यैदेखि मन नपर्यो त्यही कारणले त्यो बोले ढोक्दाखेरि फाइदा के छ नढोक्दाखेरि अब त्यसको अब बेफाइदा के छ म ढोक्दिनँ म छुन्दैन भनेर होइन भनेर अनि सबैले अब उपालिलाई ढोक्यो प्रणाम गरे तर देवदत्तले छुनु भएन त्यो नछुन्दाखेरि नै बुद्धको पहिलो अब वचनलाई अब रद्द गरे बुद्धको पहिलो वचनलाई अब उहाँले अब स्वीकार नगरेको यसरी मानिन्छ अनि त्यस बेला भिक्षुहरूले राजा भद्रकले उपालिले प्रणाम गर्दाखेरि अब पृथ्वी थापल्ट सिकिसले काँपेर भनेर छक्क पऱ्यो त्यसैले भिक्षुले बुद्धले सोधे बुद्धले उपालिको विगतको जीवनलाई सम्बोधन गर्नुभयो र हैन अनि बुद्धले यसरी बताउनु भएको छ हैन उपालिले यो जीवनमा मात्र पहिले पनि यसरी हैन उपालिको पहिलो जुनीको विषय पनि बुद्धले धेरै बताउनु भयो हैन त्यही कारण अनि यसको विषयमा चाहिँ म त्यति जान्दिनँ विस्तारमा कुनै दिन म बताउँला हैन त्यो बेला बुद्धले अब उपालिको पहिलो जुन जीवनको इतिहास पनि बताउनु भएको थियो कथा बताउनु भएको थियो यो संसार यसरी कामले माने हो भनेर अनि उपालि अब उहाँ भिक्षु भइसकेपछि उनले सबै विनयको नियमहरू पूर्ण रूपमा पालना गरेर कहिले एउटा पनि उपदेश उल्लङ्घन गरेन त्यसैले बुद्धले भने कि उनका सबै विद्याहरू मध्ये उहाँ विनयको अग्रणी समर्थक हुनुहुन्थ्यो विनयको बारेमा प्रश्न गर्दा धेरै विषयहरू उहाँलाई सोध्नु आउनुहुन्थ्यो बुद्धले पनि उहाँ एकदम अग्रगत हुनुहुन्छ विनयमा भन्ने यसरी अब समर्थक हुनुहुन्छ बुद्धले बताउनु भएको भविष्यवाणी गर्नुभएको एउटा व्यक्ति हो महान पुरुष हो thế 뒤를 시외 나올래야 허빈 취라 가게 사대기 자게 털래야 त्यस्तै गरी अब भनौँ न एक किसिमको यो 4औं शताब्दी भित्र हैन एउटा लोबेन छलाको हैन एउटा आचार्य अब धर्ममा आनन्द भएको सूत्र आउने एउटा चीनको अनुवाद अनुसारमा त्यो भित्र अब के हो त अनि त्यो भित्र के भनौँ न एक किसिमको यो संख्यात्मक प्रवचनको अनुसार 4 आगमका मध्ये जुन 14औं शताब्दीमा अब चिनिया भाषा अनु गरेको थियो यसमा के छ भन्दाखेरि जो इच्छा क्षेत्र देवताहरूको राज्यमा रह्यो मानवहरूमा रहँदैन थियो त्यो भिक्षु थियो गवापति भनिन्छ आफ्नो असीम प्रज्ञाले सबै शङ्काको समाधान गर्न सक्ने भिक्षु हो त्यो शरीपुत्र थिए 10 दिशामा सबै क्षेत्रहरू 10 दिशाका सबै क्षेत्रमा देख्न सक्ने विद्या चक्षु भएकाहरू मध्ये सबैभन्दा अगाडि प्रथम ज्ञानको परिपूर्ण मुद्गलयान भनिने भिक्षु थिए तालिमका 12 गुणहरूको तपस्या गर्ने व्यक्ति महाकश्यप नामक भिक्षु थिए विनय नियमको सम्मान गरेर पालना गर्ने कहिले उल्लङ्घन नगर्ने भिक्षुलाई उपालि भनिन्छ मेरो शिष्यहरूमध्ये सबैभन्दा महान समय जान्ने र अनि चिजहरू जान्ने कुनै पनि कुरामा बाधा नपुग्ने सबैभन्दा ठुलो एउटा मेरो किसिमको विद्यार्थी छ जो धेरै सेवा गर्न समक्ष त्यो आनन्द नामक एउटा भिक्षु हो यसरी अब यो चिनिया भाषा अनुवाद भाषामा अनुवाद गरेको भित्र छ अनि त्यस्तै गरी अब अर्को कथामा यसरी लेखिएको छ अनि यो कश्यपको विषय पनि यो भित्र लेखिएको छ हैन विभिन्न भिक्षुको नामहरू लेखिएको छ उपालिको विषय पनि यो भित्र लेखिएको छ यो चीनमा अनुवाद गरेको छ 4औं शताब्दीमा अनुवाद गरेको भित्र
कुंगवले 체제 시부지 나야.现在的这导致嘛，都कुंगवले त्यही कारणले यो अनि एक कुंगवले 연대가 나는 저도 교든 제 송세 아 드리시도 अनि अब सबै कुराहरु अब उल्लेख गरेको छ हैन अब सबै मिलेको छ अनि अब कुनैले अब यो दोष आनन्दले छाउडा दोष देखायो त्यो उल्लेख कसैमा गरेको छैन र कसैमा चाहिँ अब लेखिएको फेरि एउटा उपनिसँग एउटा सम्बन्ध भएको एउटा केही अब अर्को कथा जोडिएको छ त्यसमा एक पटक एक भिक्षु एकदम बिरामीले ग्रस्त हुनुभएछ अनि त्यो बेला बिरामी एक भिक्षु बिरामी भन्नुभएको बेला चिकित्सकले भन्नुभएछ कि उसलाई बिल्कुल अब एक किसिमको के हो त उसलाई चाहिँ अब जाँड दिनुपर्दछ हैन उसलाई जाँड दिनुपर्दछ जुन यो भिक्षुलाई अब त्यो भयो भने निको हुन्छ भने चिकित्सकले भने अनुसार भिक्षुले चाहिँ त्यो जाँड पिउने विरुद्धको नियम उल्लङ्घन गर्दै कुनै चाहना थिएन हैन मैले मिल्दैन किनकि म एउटा विनयमा प्रवेश गरेको हुँदाखेरि मैले जुन मेरो नियम विरुद्ध हुन्छ म मेरो प्राण गए पनि म मर्न सक्छु तर म जाँड पिउँदिन भनेर यसले के हो त उहाँले अनि अनेक किसिमको अनि त्यो बेला अनि उहाँले पिउनु भएन उपनिले अवस्था सुनेर बुद्धलाई सोधे जसले भने बुद्धले भन्नुभयो कि यदि बिरामी भिक्षुले औषधिको रूपमा रक्सी खानु हुन्छ भने औषधिको रूपमा औषधिको रूपमा लिन सक्छ भने त्यो एक किसिमको अनि उसलाई अब अनुमति छ भने बुद्धले यसरी यो अनि जुन अब उपालिलाई अब भन्नुभएछ त्यसै गरी उपालिले अनि जाँड ल्याएर बिरामी भिक्षुलाई दिँदा एकै समयमा उहाँलाई धर्म सिकाउँदै अनि बिरामी भिक्षु निको भएर उपालिको धर्म शिक्षाद्वारा पारत प्राप्त गरे जब बुद्धले यो कुरा थाहा पाएर उनले उपालिलाई नै विनयको सच्चै समर्थन गर्ने मात्र होइन अनि विनयमा केही स्वीकार्य छ र निषेधित छ भनेर बुझ्न सक्ने व्यक्तिको रूपमा पनि प्रशंसा उहाँ उपालिलाई भन्नु अनि एउटा देश परिस्थिति अनुसार हैन अनि यो बेलामा यो निषेध गरेको छ हैन यो चाहिँ अब यो बेलामा अब स्वीकार गरेको छ भने यसरी एकदम थाहा हुने व्यक्ति चाहिँ अनि उपालिरहेको छ भने बुद्धले पटक पटक उपालिको प्रशंसा त्यो बेला अब एकदम उहाँको अब प्रख्यात कुराहरू उहाँले बताउनु हुन्थ्यो बुद्धले उहाँको तारिफ गर्नु अनि बुद्ध परिनिर्वाण पछि जब महाकश्यप र अन्य अरू भिक्षुहरूले पहिलो परिषदमा अब उपालिलाई राखे तब सूत्रहरूको सङ्कलन अनन्तले परिषदको श्रेणीमा समावेश गर्ने कि नगर्ने भन्ने कुरामा कठिनाइहरू थिए हैन उपालिले कुनै पनि त्यसमा अब विवाद छैन तर यो आनन्दलाई के हो त अब उहाँ चाहिँ अब त्यो बेला अब समावेश गर्ने नगर्ने बुद्धको वचन सङ्कलन गर्नुलाई अब समावेश गरेन त्यसमा चाहिँ अब के हो त अब त्यसमा चाहिँ अब धेरै अब कुरा रहेको छ अनि तर मूलत उपालि नै यसका प्रमुख संरक्षक थिए भन्नेमा कुनै विवाद थिएन धर्म र उहाँ विनय पाठ गर्न सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्थ्यो जसरी सङ्घले जसरी सङ्घले अब उपालि सिंहासनमा बसेर बुद्धले बनाएको प्रत्येक नियमका लागि स्थान समय व्यक्तिकरण र अन्य विवरण वर्णन गरे यसबाहेक उनले विनयसँग सम्बन्धित सबै मुद्दाहरू स्मृतिबाट सुने त्यसैले अनि उहाँको दया के हो हामीसँग अब विनयको अब अनि हामीसँग विनयको कस्तो यसको अब अन्तर छ यसको गम्भीरता के छ हामीले यसरी थाहा पाउन सक्छौँ अब यसमा अब अलिकति के हो त महान गुरु बुद्ध घोषद्वारा लिखित एक प्रसिद्ध विनय भाष्य समन्त पसदिकाभित्र समन्त पसदिका अनुसार अनि विनयको एउटा टीका छ हैन जुन यसको एउटा व्याख्यानहरू किताब छ त्यो भित्र अब साँचो धर्मको जीवन शक्ति हो यदि विनय रह्यो भने सद्धर्म पनि रहन्छ त्यस्तै गरी अब यो अनि विभिन्न अब यो बौद्ध गुरुहरूले अब यो आगमहरू अब पर्साउने अब दर्शाउने यो मूल सर्वस्व प्रमुख लेखा उत्तर ग्रन्थभित्र के लेखेको छ भन्दाखेरि होइन यो त्यो भित्र राखेको छ यो आगम चाहिँ जुन मूल सर्वस्तिवादको चिनिया अनुवादमा यो 101 अध्यायको अनुष्ठानबाट
हो यो यस्तो यस्तो भनेको छ। उपालिले सोधे साँचो धर्म छ कि छैन भनेर कसरी थाहा पाउने भनेर यसरी अनि उपालिले बुद्धलाई सोध्नु भएछ होइन। अनि यो नाश भएको कसरी थाहा पाउने होइन। त्यसपछि यो उपस्थित हुनेछ अनि बुद्धले जवाब दिनुभएछ, जबसम्म विनय कर्महरू लगनसितपूर्वक गरिन्छ, यदि कर्महरू विनयको अनुष्ठान कार्यहरू लगनसितपूर्वक गरिन्छ भने तब साँचो धर्म सद्धर्म चाहिँ अनि उपस्थित रहनेछन्। यदि कर्महरू संस्कार कर्महरू गरेनन् र तिनीहरू लगनसितपूर्वक गरेन भने साँचो धर्म पनि नष्ट भएर विलीन हुँदै जानेछ भन्ने यसरी अब बताउनु भयो। त्यही कारणले जुन शुद्धिकरण गर्ने, जरादेखि समर्थन गर्ने, जरादेखि त्यसलाई अनि विश्लेषण गर्ने जुन कर्म अनुसार यसरी हामीले अब त्यसलाई चाहिँ गरेन भने त्यो चाहिँ नाश हुँदै जानेछ भने यसरी बुद्धले बताउनु भएको जुन उपालिको प्रश्नमा। अब म 30 मिनट विश्राम राख्न चाहन्छु। अब त्योभन्दा अनि एकछिन पर्खनु होला। अब फेरि यो विश्राम राख्नुभन्दा अगाडि म यो अघि मैले बताएँ नि यो वाङदुको म एउटा लुङ दिनु जाँदैछु तपाईँहरूलाई। जुन वाङदु सोल्दिप भनिन्छ, जुन अधिकार सङ्कलन प्रार्थना रहेको छ यसलाई। यसको अगाडि मैले यो आगम दिइसकेँ तपाईँहरूलाई। अब 30 मिनट यो विश्राम राख्न चाहन्छु। अब अघिकै म यसलाई निरन्तरता दिएछु। अघि मैले संक्षिप्त रूपमा यो उपालिको कथा बताएँ मैले। अब त्यसपछि अब यो सहस्त्रीका प्रज्ञा पारमिताको यो अनि टिकाभित्र अब के हो त, उपालिले चाहिँ विनयको वाचन गरेको विषय बताउँदैछु। त्यसपछि अरहतले अब अरहतहरूले भित्र छलफल भयो कि अब विनयको अब यो सङ्कलन गर्नको लागि एकदम महान पुरुष को होला त, यसलाई सङ्कलन गर्ने पठन गर्न सक्ने को छ र यसको, अनि सबैले यसरी अब छलफल गरे। अनि 500 अरहतहरूले मध्ये अब विनयमा अग्र पंक्तिमा ठुला उपालि हुन्छ, हामीले उहाँलाई अनुरोध गर्नुपर्छ भने यसरी टुङ्ग भयो। यदि यसरी भनिन्छ उनीहरूले उपालिलाई बोलाएर अनि स्वागत गर्नु भएर भने कृपया उठेर सिंहासनमा तपाईँ अनि बस्नु होला। अनि तपाईँहरू अब सिंहासनमा बसेर अनि बुद्धले अनि कृपया हामीलाई भन्नुहोस् कि बुद्धले विनयको शीला विषयमा पहिलो नियम कहाँ बनाउनु भएको थियो, कहाँ बताउनु भएको थियो भने यसरी प्रश्न गरे बापत। अनि उपालिले अनि अब सोधे अनुसार अब अनि सिंहासनमा अनि बसेर अनि उहाँले भन्नुभयो, मैले यस्तो सुनेको छु होइन, अनि कुनै समयमा भगवान वैशालीमा हुनुहुन्थ्यो अनि कलन्दाका छोरा सुदत्तले अशुद्ध आचरण संलग्न भएको घटनाका कारण पहिलो पराजय भयो।
अनि अनि 200 अपराध 7 धर्म 8 धर्म भिक्षुनी विनय संख्यात्मक प्रवचनहरू उपालिका प्रश्नहरूको सूत्र अनुशासनका सूक्ष्म बिन्दुहरू विभङ्ग र राम्रा व्याख्याहरू यसरी 80 खण्डहरूलाई विनयको अनि पिटक भनिन्छ भन्ने यसरी अब तीनवटा अब पिटकहरू सङ्कलन गरिसकेपछि देवता महाराज नाग देवीहरूलाई विभिन्न अनि भेटीहरू र मिठो सुगन्धित फुलहरूको वर्षा गरे तिनीहरूले अनि छाता लगाएका विभिन्न बयानहरू अनि ईश्वरीय अनि वस्त्रहरू प्रश्न गरेर अनि पटपटे अनि यसरी भनौँ न अब उपनिले यसरी विनयको विषयमा एकै गरी ठाउँ स्थान बुद्धले यसले बताउनु भएको होइन व्यक्तिको नाम बताउँदै गरे अनि सबै अब सङ्कलन गरिसक्यो होइन जुन विनय उपनिले गर्ने होइन अनि गर्ने गर्दाखेरि भगवान एकदम खुसी हुनुभयो अनि आकाशदेखि फुल वर्षा भयो अनि भगवानले एकै स्वरमा के भन्नुभएछ भन्दाखेरि होइन अनि संसारिक मानिसहरूको लागि एकदम दया हृदयबाट तपाईँले 3वटा पिटकहरू सङ्कलन गर्नुभएको छ 10 शक्ति भएको सर्वज्ञ प्रज्ञाको दीप प्रज्वलन अनि गराउनु भयो भन्ने यसरी आकाशबाट अनि अब आउनुभएछ यो चाहिँ अब के हो त एक किसिमको यो नागार्जुनद्वारा रचना गरिएको छ त्यो त्यसो लेखिएको थियो त्यस्तो गरी अब शिक्षक र गुरुहरूको कथाहरूमा महासङ्घीका विनयको एउटा कथालाई उद्धत गर्दै अब भनेको छ कि अब यसलाई महासङ्घी भन्ने एक किसिमको होइन त्यो पिपली गुहा भनिन्छ त्यो जुन अब यो पिपली गुफा भनिन्छ होइन अनि बुद्धको परिनिर्वाणपछि परिषदले 3वटा आधारहरू सङ्कलन गरेको थियो अनि जुन पिपली गुहा नामक गुफामा राखिएको थियो आनन्दले सूत्रहरू वचन गरे महाकश्यपले ग्रन्थहरू र महाकश्यपले अभिधर्मको ग्रन्थहरू वाचन गरेर उपनिले विनय वाचन गरे यो स्थान वीरवाद हो त्यसपछि अनि त्यसपछि 1000 महान व्यक्तिहरूले गुफा बाहिर शास्त्रहरूको सङ्कलन गरे बौद्ध शास्त्रहरू अनि बौद्ध वचनहरू सङ्कलन गरे यसले महासङ्घिका भनिन्छ जुन फल्से व्यापा भनिन्छ यसलाई दुवैको सङ्घको विनय भनिन्छ यसलाई यो चाहिँ मुख्य अब मूल यसरी अब उत्पन्न भयो अब यसलाई चाहिँ अब महासङ्घिका अब सङ्घको विनय भनिन्छ यो दुवैबाट अब उत्पन्न भएकोलाई अब महासङ्घिका सङ्घको विनय भनिन्छ यसलाई यो चाहिँ सबैको जरा एउटा स्रोत विनयको अब एउटा मुख्य अब यो सङ्कलन गरेको पहिलो स्रोत हो यो जरा हो त्यस्तो गरेर यो चीनको अब अनुवाद अनुसार यो अनि यसमा चाहिँ अब के भनेछ भन्दाखेरि होइन महाउपकौशलता अनि बुद्धको कृपा चुकाउने सूत्रभित्र यसरी लेखिएको छ अनि तिब्बती अनुवादलाई अब हेर्दा अलि यो चाहिँ अब अनि चीनको अनुवादमा राखिएको छ यो चाहिँ अब चीनमा चाहिँ चीन अनुवादमा चाहिँ अत्यन्त प्रष्ट राखिएको छ तर तिब्बती अनुवादलाई हेर्दा अलिकति अधुरो देखिन्छ त्यसैले यसको मोटामोटी मैले अनुवाद दिने प्रयास गरेको छु अनि दया बुद्धलाई अब भनौँ न अब कृपा चुकाउने बुद्धको कुशलता मध्येको सूत्रभित्र उपालिको अध्यायबाट यसरी बताइन्छ अर्थात् कौशलतामा विद्वानको बुद्धको कृपा चुकाउने सूत्र भनिन्छ यसलाई अब थप्ला खेपी अनि साङ्गीकी ढिले सपित हो भनिन्छ अब यसलाई भोट भाषामा अब के भनेको छ अब यो अध्यायभित्र सूत्रमा के लेखेको छ भन्दाखेरि बुद्धको समयमा जान्नुहोस् कि मैले एक समय यसरी सुनेको छु अनि यसमा चाहिँ अलिकति यहाँ त्रुटिहरू भएको जस्तो मलाई लाग्छ होइन यो चाहिँ अब यो लेख्नेको गल्ती हो कि होइन अब यो किसिमको अनुवाद गर्नेको गल्ती हो
यसमा चाहिँ उपालिको अब उपालिको सूत्र भन्ने लेख्नु पर्ने हो होइन, तर पनि त्यसमा अलिकति फरक दिएको छ। त्यसमा चाहिँ प्रश्न उत्तर कुराहरू छ। एक समयमा मैले सुनेको छु भनेको छ होइन। अनि मैले सुनेको छु अब हाल सुनेको छु भनेको चाहिँ परिनिर्वाण पछिको लागि हो। अनि यसरी अब साँचो धर्मको अब पिटकहरू सङ्कलन गर्नेहरूले भन्नुपर्छ। मैले सुनेको छु यदि 20 सम्म बुद्धले अनन्तले नसुनेको कुनै धर्म सिकाउनु भएन भने के उहाँको लागि मैले सुनेको छु भन्नु तर्कसङ्गत छ? यसरी प्रश्न गरेको छ। अब अनन्तले अनि यसरी भनौँ न, अब जवाबमा उहाँले भन्नुभयो कि देवताहरूले अनन्तसँग कुरा गरे भनिन्छ। भगवानले सापेक्षिक मनमा प्रवेश गर्दा आनन्दलाई थाहा थियो, देखे गरेको छ होइन। अब बुद्ध ज्ञान प्राप्त गर्नु भएर अब जुन बुद्धको नजिकमा सेवा नहुने बेलामा आनन्दले बुद्धको देखि विनय सुनेको छैन, त्यसैलाई कसरी अब यहाँ ल्याउने भन्ने कुराहरू छ त्यहाँ। जवाबमा उहाँले भन्नुभयो कि त्यो बेला यसमा अलिकता भिन्नता भिन्न छ। अनि देवताहरूले आनन्दसँग अनि आनन्दलाई भन्नुभयो भनेको छ। अनि एकचोटि भगवानले अनि सापेक्षिक मनमा प्रवेश गर्दा आनन्दलाई थाहा थियो कुराले देखे गरिएको छ। अनि अर्को के हो त, भिक्षुबाट सुनेपछि पनि अनि आनन्दले अब लियो भन्ने कुरा पनि छ। साथै जब आनन्दले बुद्धले आफ्नो शर्तहरू स्वीकार गर्न आग्रह गरे, उनले बुद्धलाई आफ्नो पुरानो लुगा अनि भिक्षुबाट पनि आनन्दले सुन्नुभयो जुन बुद्धबाट नसुनेको कुराहरू चाहिँ भनेको छ। अनि अनि जुन अब बुद्धको सेवक नहुनुभन्दा अगाडि अनि बुद्धलाई अब के अब यो मेरो कुरा राखिदिनु भन्दै यसरी आनन्दले अनि राख्यो बापत पछि अब बुद्धले स्वीकार गर्नु भएर बुद्धको सेवक भएर त्यहाँदेखि सुन्यो भन्ने कुरा छ। अनि उहाँले भन्नुभएको छ उनले बुद्धले पुरानो लुगा नदिन र बुद्धसँग भोजनको निमन्त्रण स्वीकार गर्न नदिन आग्रह गरे। अनि म धर्म चाहन्छु त्यसैले म बुद्धको सेवा गर्नेछु भनेर आनन्दले यसरी भन्नुभएको रहेछ बुद्धको ठाउँमा। त्यसैले बुद्धको सेवा गर्ने बिन्दुमा अब खाना र कपडाको लागि होइन, जसरी सङ्घले बिहान र दिउँसो बुद्धलाई देख्न सक्छ त्यसरी नै मलाई पनि उहाँलाई कुनै पनि हालतमा देख्न नपरोस्। सबै बुद्धले 20 वर्षमा सिकाएका सबै धर्म अनि बुद्धले 20 वर्ष अब प्रवचन दिनुभयो भने सबै मलाई अब सुनाउनु भयो भने यसरी नै अब भन्ने भनाइ छ। त्यसरी मैले वर्णन गरेको कुरा मुख्य रूपमा दुई फरक अनि बुद्धले सबै कुन ठाउँ बताए सबै बुद्धले उहाँले बताउनु भएकोले त्यहाँदेखि प्राप्त भएको छ भने यसरी लेखिएको छ यो बुद्धको कृपा चुकाउने सूत्रभित्र। अनि यो भोटको अनुवाद अनुसार जुन अब बुद्ध वचनमा चाहिँ यो स्पष्ट छैन होइन, अलिअलि रहेको छ। म चीनमा भएको अनि मैले चीनको अनुवादमा भएकोले मैले त्यसमा अब हेर्दाखेरि यसरी मैले अनुवाद गरेँ मोटामोटी। यो चाहिँ अब एउटा चारौं अब अङ्गको विनयबाट आउँछ। अर्को चाहिँ के हो त भन्दाखेरि यो शास्त्रीका प्राज्ञा पारमितको अनि यो टीकाबाट यसरी अब उल्लेख रहेको छ कुराहरू। मैले वर्णन गरेको कुरा मुख्य रूपमा दुई फरक तरिकाहरू जुन पहिलो
अब समग्रमा बोल्नु पर्दाखेरि अनि यो महाप्राज्ञ परमेत शास्त्रीको टीका र त्यसपछि हो अनि विनय चार अङ्गको विनयकोबाट बताएको कुराहरू चाहिँ अब धर्मशास्त्र ग्रन्थहरूमा वर्णन गरेको छ। सामान्यतः अब पहिलो काउन्सिलमा धेरै छ, तिनीहरू बिच केही थोरै भन्ने त छन्, मैले उल्लेख गरेको अलि बढी परिचित छन्। अनि यसको भनौँ न अब प्राथमिकता हुन् अनि यसको अब अनुसन्धान गरिरहेको छ। यसको विस्तृतमा केही अब कुरा यसमा थप्न चाहन्छु। यो विभिन्न पहिलो बुद्ध वचनको पहिलो परिषदको सङ्गालोको विषयमा अलिकति म केही कुरा थप्न चाहन्छु। आज म तेस्रो विषय तीनटा विषय राख्दै अनि बताउँदैछु। अनि पहिलो के हो भन्दाखेरि होइन आधुनिक विद्वानको व्याख्या अनि पहिलो परिषद उद्देश्य होइन। त्यसै गरी अब यो पहिलो परिषद अब बुद्ध वचन सङ्कलन गर्ने को भन्ने कुरा रहेको छ। पहिला चाहिँ अब यो पहिलो बुद्ध वचन सङ्कलन गर्नुको मुख्य उद्देश्य के हो बताउनु पाउनु। अनि यसलाई अब पहिलो बताउने अब के मानिस अब यसमा बताउने पहिलो विषय के छ कुनै मान्छेको मत अनुसार कोही मानिसहरूले बुद्धको परिनिर्वाणमा हर्षित भएर त्यसैले महाकाश्यपलाई शिक्षाहरू कायम रहन अनुमति दिनका लागि उहाँहरूको निर्देश जम्मा गरे भन्ने उहाँको अब यसरी उद्देश्य छ एउटा। किन बुद्ध खस्नु भयो के पनि चाहिँ हामी जे गर्न मिल्छ भन्ने त्यस्तो कुरा हुँदाखेरि होइन। अनि यसरी अब सङ्कलन गर्नु लाग्यो। अब जापानीको विद्वान उपाध्याय ग्योकी भन्नुहुन्छ कि अहिले हेर्दा बुद्ध परिनिर्वाण जानु तयारी गरिरहँदा महाकश्यप र अनि 500 भिक्षुहरू अनि जुन पावाबाट जुन पर्वतबाट कुशीनगर अब जुन यसलाई चाहिँ अब भनौँ न जुन पावाबाट कुशीनगर जाँदै गर्दा अनि फुल बोकेका एक गैर अनि बौद्धसँग भेट भयो। गैर बौद्धसँग जुन अब हामीले तार्किक भनिन्छ एक किसिमको अब यसलाई चाहिँ अब तार्किकसँग भेट भयो। अनि त्यसै गरी यो फ्रान्सेली विद्वान यी लामोटे भन्छन् कि यो एक आजीविका थियो। तब मात्र उनीहरूले थाहा पाए कि बुद्ध 7 दिन अघि परिनिर्वाणमा गएका थिए। अनि के हो त अब जुन चाहिँ अब जुन हिन्दूका जुन जैन धर्म भन्ने एकजना जुन अब गैर बौद्धसँग भेटे उनीहरूले हातमा यो फुल देख्दाखेरि अनि बुद्धजी परिनिर्वाण बल्ल थाहा पायो होइन थाहा पाएको थियो। त्यस बेला सङ्घमा भएका अनि शङ्करियात इच्छा अब नस्वकारको अब चिन्तन गरेर अब धेरै मनमा शोकमा डुबिरहेको थियो। किनकि गुरु अब समयसम्म बुद्ध संसारमा रहनु भएन भनेर शोकमा परेको हुँदाखेरि होइन कोही अब शोकमा नपरेको अवरुद्ध स्वरले कोही रोए होइन। कश्यपले उनीहरूलाई अब सन्तोषता दिनु बाहेक अरू केही पनि गर्न सकेन। कुनै अब शोकमा डुबिरहेको थियो होइन रोएर गुवाकी शोकमा रोइरहेको थियो परिनिर्वाण भएको हुँदाखेरि तिनीहरूलाई सम्झाउनु लागि त्यो गर्ने बाहेक अरू केही पनि गर्नु सक्दैन। त्यसै कारणले अनि सबै अन्ततः अनि भेला अन्त्य अब विदाय हुँदैछ बौद्ध सङ्घ हटिँदैछ त्यसलाई अब एकीकरण गर्नुपर्छ भने यसरी उहाँले अब त्यस बेला नि अब भुरेश कालमा निस्किएका एक भिक्षु थिए। अनि लामोटे बताए अनुसार अब बुद्ध परिनिर्वाणमा गए अनि जुन अब परिनिर्वाण गएको बेला एउटा फेरि अर्को विद्वानको कुरा हो। यहाँ उद्देश्य के हो भन्दाखेरि यो बुद्धको वचन सङ्कलन गराउनको लागि परिनिर्वाण गएकोमा खुसी भएको उपनन्द नाम गरेको भिक्षु थिए। त्यहाँ सबैलाई भने बुद्ध जीवित हुँदा विनय अनुशासन धेरै कडा थियो र हामी केही गर्न स्वतन्त्र थिएन। आजदेखि हामी आफूलाई मन पर्ने काम गर्न सक्छौँ। बुद्धको परिनिर्वाणमा हामी हर्षित हुनुपर्ने उनले बताए। जुन अब यो उपनन्द भिक्षुले महाकाश्यपले त्यो सुन्ने बित्तिकै देखेपछि अनि बुद्धको अब
निधन भएको 7 दिनभन्दा बढी भएको छैन तर एकजना अज्ञानी बिचमा यस्तो भ्रमपूर्ण कुराहरू गरिरहेको छ यदि हामीले त्यसो गर्यौँ भने अवश्य पनि धर्म उल्लङ्घन गर्ने धेरै घटनाहरू हुनेछ र धेरै यसले सङ्कटहरू मचाउनेछ र अनि सबै भिक्षुहरू र बुद्ध धर्ममा चाहिँ अब सबैले अब नाना थरी कुराहरू अब बनेछ यसलाई चाहिँ अब अनि भविष्यमा चाहिँ यसले अब मिथ्या मार्गमा यसले उक्साउँछ त्यही कारण यसलाई चाहिँ अब अन्त गर्नको लागि बुद्धले के बताउनु भएको थियो अनि विनयको अनि मार्ग स्रोत चाहिँ अनि अप्नाउनु पर्छ यसलाई सङ्कलन गर्नुपर्छ भन्ने यसरी उहाँले मुख्य उद्देश्य राखेर नै यसरी बुद्ध वचन चाहिँ अनि बुद्ध वचन पहिलो परिसर राख्नुको यो उद्देश्य हो भने यसरी एउटा विद्वानले बताउनुहुन्छ अनि पहिलाको चाहिँ के गर्दा भन्दाखेरि उपनन्द जस्तो भिक्षुले गर्दाखेरि बौद्ध अब यो विनयशीलहरू सबै नष्ट हुन्छ तिनीहरूको लागि अनि सत्य मार्गमा लगाउनु लागि अब बौद्ध धर्म नष्ट हुनु नहुनुको निम्ति विनय चाहिँ एक किसिमको अब नष्ट नहुनुको लागि अनि यसरी अब बौद्ध धर्म सद्धर्म दीर्घकालीन प्राणी युगको लागि फर्नको लागि चाहिँ विनयको कुराहरू चाहिँ अनि सङ्कलन गर्नुपर्दछ भन्ने उद्देश्यले अनि यो बौद्ध धर्मको पहिलो विनय वचन अब यसरी अब सङ्कलन गर्नुपर्को पहिलो उद्देश्य हो अब दोस्रो भन्ने तरिका के छ भन्दाखेरि दोस्रो स्थिति यदि यसरी हामीले बुद्ध परिनिर्वाण गरेर त्यत्तिकै छाडिदियो भने बुद्धको धर्म इन्द्रियले चाहिँ लोप हुनेछ होइन हराउँदै जानेछ त्यहाँ धेरै भन्दा धेरै चार रटनहरू हुनेछन् होइन एक किसिमको अब धेरै अब मूर्खताहरू उब्जिनेछ त्यही कारणले अनि यसलाई चाहिँ हामीले सङ्कलन गर्नुपर्छ भने त्यहाँ पनि विद्वान हिराको अकिराले बताउनुहुन्छ कि अनि बुद्ध परिनिर्वाणपछि महाकश्यपले अनि अनुभव गर्नुभयो यदि उनीहरूले बुद्धले सिकाउनु भएको धर्मलाई कुनै पनि कुरालाई नसोधिकन अब राख्ने हो भने नसोधी अब कुरालाई अब याद नगरिकन त्यत्तिकै छाडिदिने हो भने ग्रहण नगरिकन त्यत्तिकै वास्तव नगर्ने हो भने इन्द्रिय जस्तै हराउने छन् लोभ हुँदै जानेछ केही विद्वान अनि केही विद्वानहरूले बुद्धका वास्तविक शब्दहरू झुटा बनाएको स्पष्टीकरणले भ्रष्ट नहोस् भन्ने अनि उद्देश्यले परिषदको उद्देश्य गरेको बताए अनि यस कारणले तिनीहरूले नि परिषद अब सङ्गत राख्नुभयो अब तेस्रो अब यस्तो बताउने कुरा तेस्रो अब कस्तो बताइन्छ यो सङ्कलन गरेको मुख्य उद्देश्य के हो भने तेस्रो स्तरमा एउटा बताउने अनुसार अब कतिपय अब मानिसहरूले अब आफ्नो लापरवाह अब एउटा मार्गदर्शकबाट कसरी मुक्त भयो भन्ने कुराको अनादर गरेपछि महाकश्यपले परिसर राख्ने निर्णय गर्ने यो बताउने चाहिँ को हो त भन्दाखेरि भारतीय अब विद्वान अब एसआर गोयलले बताउनु भएको छ उहाँको अब एउटा भनौँ न सोच अनुसार विचार अनुसार चाहिँ कि उपनन्द नामक भिक्षुले बुद्धको परिनिर्वाण शोध गरिरहेका भिक्षुलाई सन्तत्व दिँदै उनीहरूले आफ्ना अचेत शिक्षकबाट मुक्त गरिएको बताए होइन अनि अब हामी अब डराउनु पर्ने मनमा जे पनि गरे हुन्छ भने उपनन्दले यस्तो बताएर बित्तिकै महाकश्यपले यस्तो अपमानजनक शब्दहरू सुनेर छक्क परेर अनि भविष्यमा साँचो धर्मको शुद्धताको रक्षा गर्न बुद्धको सङ्कलन पक्कै नै गर्नुपर्छ भने त्यही कारणले चाहिँ नि यो सङ्कलन गर्ने मुख्य उद्देश्य हो भने यसरी भारतको विद्वान अब एसआर गोयलको अब विचारमा यसरी राख्नुहुन्छ उहाँले यही कारणले नि जसरी भए पनि बुद्धको वचन चाहिँ सङ्कलन गर्नैपर्छ रक्षा गर्नैपर्छ नभए रक्षा गरेन भने यो उपनन्द भिक्षुलाई चाहिँ तनस मनस गरेर नष्ट गरिदिन्छ भत्ताभुङ्ग गरेर विलीन पारिदिन्छ त्यही कारणले बुद्धको वचनलाई चाहिँ अनि यो परिषद राखेलाले बुद्ध वचनको पहिलो सङ्गालो चाहिँ हामीले अब सङ्कलन गर्न अति जरुरी देखिन्छ भने यसरी अब भने उद्देश्य यसरी राख्नु भएको छ अनि यसरी उद्देश्य राखेर नि बुद्ध वचनको सङ्गालो अब भने पहिलो बुद्ध वचनको सङ्गालो अनि सङ्कलन गर्ने परिषद राख्यो उद्देश्य के हो त भन्दाखेरि भविष्यमा नष्ट नहुनको लागि नष्ट नहुनको निम्ति अनि उपनन्द जस्तो भिक्षुहरूलाई अब सत्य मार्गमा लाउनको लागि यसरी गर्यो अब कदु जेस अर्थात् यो बुद्धको वचनलाई चाहिँ अब यो सङ्कलन गर्नेको एउटा सङ्कलन गर्ने ठाउँ कहाँ हो त होइन स्थान चाहिँ कहाँ हो भन्दाखेरि अनि उमा त घ्यो कि यो जापानको विद्वानले यसलाई भन्नुहुन्छ कि उहाँको अनुसार
쟤는 당보 상계 대버에 엔디제래 시리 अनि बुद्ध परिनिर्वाण हुनुभयो त्यसपछि अनि सारीपुत्र मङ्गोलियाना पनि निर्माण हुन गए त्यसपछि अब अनि महाकाश्यपले बुद्ध परिनिर्वाण भएको स्थानमा गएर उनको पनि अनि अनि उहाँको अब सब दाह संस्कार गरेपछि त्यसपछि उनले सङ्घलाई परिषदको लागि राजगृहमा जान सुझाव दिए अनि सबैले सहमति जनाए होइन अब कश्यपले यस्तो गरे जस्तै राजगृहमा जानुपर्छ भनेर सुझाव दिए सबै सहमति भए अनि त्यसपछि त्यहाँ जानुभयो सबै अब राजगृहमा गइसकेपछि अनि अनि अङ्ग्रेजी विद्वान एके वाटर भन्छन् कि यो राजगृहमा कश्यपले अब बुद्धको पहिलो प्रथमको सङ्कलन अब गर्नुको कारण के हो त भन्दाखेरि उहाँको विचारमा चाहिँ यो एक ठुलो सहर थियो होइन 텔레야 군순들이 송가버스 가라사나 총결 계획하고 총결 심으십시오. किनकि राजगृह एउटा कुनै यो जस्तै अब कुनै विद्वानको कल्पना यस्तै छ कि त्यहाँ राजगृहमा यसरी बुद्ध वचनको पहिलो सङ्कलन गर्ने मुख्य कारण के हो त भन्दाखेरि त्यहाँ एकदम ठुलो सहर थियो यदि तिनीहरू धेरै महिनासम्म जम्मा हुनु पर्यो भने ठुलो सहर नजिकै र हुन्छ र सजिलो छ त्यहाँ होइन एउटा नगर छ त्यहाँ सहर नभने एउटा यो ठुलो नगर भएको हुँदाखेरि मगधका राजा अजातशत्रुले पश्चाताप राजा अब होइन अजातशत्रुले अब उहाँले अब जुन अब पाप गर्दाखेरि उहाँले पश्चाताप गर्नुभयो र अब पछि अब बौद्ध भिक्षु बन्नुभयो त्यसैले उहाँले तिनीहरूले प्रायोजित गर्नुभयो अनि यदि नगर बाहिर यो राजगृहको नगर बाहिर अब भएर अब पर्वतमा रहेको 7 पातको गुफा सप्तरकामा भेला हुने ठाउँको लागि एउटा मठ बनाएर अनि वर्षबासको अनि दोस्रो महिनाको असारको दोस्रो दिन तिनीहरूले परीक्षा सुरु गरे पहिला अब बुद्धलाई यो अजातशत्रुले बुद्धसँग त्यति अब बुद्धलाई श्रद्धा भक्ति नगर्थ्यो होइन पछि अब भनौँ न एकदम अब आफ्नो पितालाई उहाँले अब हत्या गरेको हुँदाखेरि अब बुद्धले प्रवचन दिँदाखेरि एकदम भित्रबाट पश्चाताप भएर अनि बुद्धको चरणमा गएर उहाँले बुद्धको शरणमा गएर उहाँले के हो त अनि उहाँ अनि उहाँले अब जुन बुद्धबाट अनि ज्ञान लिनु भएर उहाँ चाहिँ एक किसिमको अब अरहत हुनुभएको कुरा छ त्यही कारणले अनि जुन अनि अजातशत्रुद्वारा यो के हो त विभिन्न यो परिषदहरूलाई चाहिँ अब भोजनको अब कुराहरू गर्नुभयो राख्नुभयो दान गर्नुभयो होइन त्यो चाहिँ अब अनि यो सप्तपर्ण भन्छ होइन अनि 7 पातको गुफा भनिन्छ त्यो भित्र अनि भेला हुने ठाउँको लागि एउटा मठ बनाएर अनि वर्ष मासको दोस्रो महिना असार महिनाको दिन चाहिँ उनीहरूले अब परिषद सुरु गर्यो बुद्ध धर्म फैलाउनको लागि अब दोस्रो चर्चा गर्दाखेरि अब बौद्ध धर्मको यो परिषद कहाँ राखिएको थियो त एक किसिमको विनय अब बुद्धको सङ्कलन गर्दाखेरि होइन होइन यसमा अब एउटा विद्वानको भनाइ छ एसर गोयलको उहाँ भन्नुहुन्छ कि एसर गोयल अनुसार भन्नुहुन्छ परिनिर्वाण पछिको परिषद 4 चरणमा भएको अनि विद्वान एक तन्त्रको भनाइ छ जस्तो कि अब संगति वा सामूहिक पठन बुद्धको शिक्षाको विकासको चौथो चरण थियो अनि यो बुद्धको अब भनौँ न परिषद जुन अब बुद्ध वचनलाई सङ्कलन गर्ने परिषद 4 पटक उत्पन्न भएको थियो भने थियो होइन अब पाली साहित्यका विवरणहरू अनुसार पहिलो परिषद अब राजा अजातशत्रुको संरक्षणमा अब राजगृहमा वर्षाको अन्तमा भएको थियो भन्ने कुरा छ पहिलो बुद्धको वचन सङ्कलन त्यो चाहिँ कहिले गरेको थियो त भन्दाखेरि होइन वर्षा 5 को अब गरेको थियो त्यो चाहिँ कहिले भन्दाखेरि परिनिर्वाण भएको 3 महिना पछि गरेको थियो भन्ने कुरा छ यो किन भने बुद्ध दोस्रो महिनामा खस्नु भयो र तिनीहरू चौथो महिनामा गर्मी महिना सुरु भयो होइन त्यही कारणले नै गर्नु भएपछि अब वाचन परिषद 5औं महिनामा भयो होइन यसरी यो मुख्य कारण छ यसरी अब यो चाहिँ अब कन्तक होइन थेरवादा विनय अनुसार महाद्वीपको यो इतिहास र महान इतिहासको 11औं भागमा विवरण स्पष्ट छ यो
हैन यसमा चाहिँ अब के हो त अब पृष्ठभूमिको कुराहरू अनि यो भित्र चाहिँ के हो त भने बुद्ध वचनको पहिलो सङ्कलन यो सङ्कलन गर्ने परिषद अनि यसरी अब चिनिया तीर्थयात्रीको अब खातामा पनि समावेश गरिएको छ यसैले अनि उनीहरूलाई ऐतिहासिक रूपमा विश्वसनीय मान्दछन् हैन अनि एकदम यो बुद्ध वचनको पहिलो सङ्कलन गर्ने परिषद राखिएको एकदम स्पष्ट लेखिएको छ यो हैन अनि यो चाहिँ के छ एकदम लेखिएको हुँदाखेरि यो चाहिँ विश्वसनीय छ यसरी लेखिएको छ अब तेस्रो अब चर्चा बताउनु पर्दाखेरि अब यी लामोटे फ्रान्सले लामोटे भन्छन् कि अब महाकश्यप र सङ्घर्ष छलफल गरेपछि धर्म र विनयको परिषद राख्न सबै मगधको राजधानी अनि राजगृहमा जम्मा भेला भए पछि जब तिनीहरू अनि अब यो विनयको अब सङ्कलन गर्ने अब परिषद अब गर्ने अब निर्णय भयो अनि पछि राजगृहमा भेला भयो अनि जब त्यहाँ उनीहरू भेला भयो वास्तवमा अनि राजगृहमा आइपुग्यो तिनीहरूले गर्मीको पहिलो महिनामा तयारी बस्नको लागि व्यवस्था मिलाउनु भयो अनि यसरी अब क्रमैसँग अनि उहाँले चाहिँ होइन बुद्धको वचन जुन विनयको गर्ने वचनले चाहिँ यसरी विनय सूत्रपिट विनय पिटक होइन सूत्रपिट अभिधर्म पिटक अनि सङ्कलन गर्ने यसरी उहाँले सुरुवात गर्नुभयो हो भन्ने राखेको छ अब यो कसले गरेको थियो त भन्दाखेरि होइन यो अब बुद्धको वचनलाई सङ्कलन गर्ने परिषद कसले राखेको थियो त भन्दाखेरि अब यो अब अनि जापानको विद्वान गोएकी भन्छन् कि महाकश्यप चाहिँ 500 अरब थिए अनि लामोटे भन्ने एउटा विद्वानले भन्छन् कि महाकश्यप र 479 भिक्षु र अनन्त थिए भन्नुहुन्छ यसरी अनि त्यस्तो गरी अब गोयल परिषदका लागि अब भनौँ न गोयलले भन्नुहुन्छ कि परिषदका लागि छनौट भएका भिक्षुहरूको संख्या जुन भारतको विद्वान एसआर गोयलले भन्नुहुन्छ कि परिषदको लागि छनौट भएका भिक्षुको संख्या 500 रहेको बताए हैन 500 छन्नु भएछ अब सामान्य यसरी 500 जना भिक्षुहरूले चाहिँ अब बुद्धको वचनलाई सङ्कलन गर्यो अनि सङ्कलन परिषद राख्यो भन्ने कुरा छ हैन तर सुरुमा आनन्दले समावेश गरेको चाहिँ थिएन तर अब के भिक्षुहरूको सुझाव दिए कि आनन्द अरब नभए पनि उनले बुद्धबाट धेरै धर्म सुनेका थिए र धर्म र विनयमा ठुलो निश्चितको ज्ञान थियो उहाँसँग त्यसैले उहाँलाई समावेश गर्नुपर्छ हैन अनि यसरी महाकश्यपले अन्तमा आफूलाई नि परिषदको जुन आनन्दलाई चाहिँ परिषदका अनि सहभागीहरू मध्येमा समावेश गर्न स्वीकार गरे अनि अर्को बताउने क्रममा चाहिँ अब स्पष्टीकरणमा अनुसार अब अर्को स्पष्टीकरणमा चाहिँ आनन्दले पाठ अब जुन परिषदमा भाग लिनुभन्दा अघि उनले यो अब अरबको ज्ञान प्राप्त गरिसकेको थियो उनले चाहिँ अनि धर्म विनयको पठन पछि आनन्दलाई केही अनि कठिनाइहरू कसरी भयो भन्ने कुरा केही सूत्रहरूले बताउँछ अनि यसरी यो श्रीलङ्का लगायत विभिन्न अब यो पृष्ठभूमिको इतिहासहरूमा चाहिँ अब अनि यो महावस्तु भन्ने अनि एउटा भित्र अब एउटा लेख छ लेखक त्यो भित्र अनि जुन अब आनन्दलाई गल्ती अपराध गरेको कुरा लेखेको छ त्यहाँ आनन्दको अर्को विवरण समावेश गरेको छ जुन महावस्तु भन्नेमा त्यसमा चाहिँ उहाँ अलिकता यहाँ त्यसमा चाहिँ अब के हो त अनि विश्लेषण परीक्षण गर्नुभएको छ अनि यो बुद्धले पहिलो वचनको परिषद राख्दाखेरि अनि आनन्दलाई यसरी अवरोध लगाएको छ कि छैन कुरा त्यहाँ अझै पनि अब विश्लेषणको जारी रहेछ अनि आज बताउने कुरा यही नै रहेको छ अनि मैले अघि बताए जस्तै अनि भोलि अब बिदा रहेको छ
अनि पर्सि चाहिँ हाम्रो यो मर्गौं ग्रीष्मकालको अन्तिम प्रवचन रहेको छ त्यही कारणले अनि पर्सिसम्म सबै अब यो टुङ्गिन्छ जस्तो मलाई लाग्छ यो सकिसकेपछि अनि केही दिन तपाईँको लागि विश्राम छुट्टी जस्तो हो त्यसपछि अनि 11 तारिकको दिनमा चाहिँ अनि यो साक्य मुनिको अनि विधि जुन कदम्ब अनि मुख्य भगवानहरूको हामी पूजा विधि गर्नेछौँ अनि आजको लागि यति मिठो हुन चाहन्छु धन्यवाद